हेलो गाइस, सबैलाई मेरो तर्फबाट ढोकिया नमस्ते छ। दाजुभाइ दिदीबहिनीहरू, मेरो नेपालभरिको साथीहरू, आजभोलि अब नयाँ वर्षको शुभकामना छ हैन। त्यही हो, स्मार्ट बोय ब्लग न्यू स्टार्ट गर्दैछौँ हैन। त्यति खासै मलाई आउँदैन बनाउनु पनि, अनि त्यसै गरी हजुरको साथ सपोर्ट मायाले अगाडि बढ्ने हो हैन। जस्तै हजुरले साथ सपोर्ट जसरी दिनुहुन्छ, जस्तो हजुरको माया हुन्छ त्यही अनुसारै हुने हो मेरो हैन सफलता। अनि मेरो काम गर्ने ठाउँ इन्डियाको राजकोटमा हैन। यही हो मेरो काम गर्ने एरिया। यता यो मेरो भट्टी हो, इलेक्ट्रिक भट्टी, अनि उतातिरको मेरो बस्ने चेयर हैन। अनि अहिले मैले यो चालु राखेको छु हैन। यो के भन्छ मेल्टिङ भट्टी, यो सुन गिलाउने। अनि एकछिनपछि एउटा फ्लास अर्जेन्ट छ हैन, यसको कास्टिङ गरेर अनि घरतिर लाग्ने हो। यस्तै छ, के गर्ने नयाँ नयाँ छु हैन। अहिले केही पनि भुल भयो भने माफ गरिदिनु होला हैन। यस्तै छ जिन्दगी, ठिकै चलिरहेछ। अनि हेर्नुहोस् मेरो चियर, पङ्खा हैन। अनि यो मेरो मसिन हो भ्याक्युम गर्ने, पाउडरिङ। यस्तै छ जिन्दगी। अनि यो मेरो मिनी ब्लग स्मार्ट बोय ब्लग नेक्स्ट पेजमा म हजुरलाई यस्तो राम्रो ठाउँ, राजकोटको एकदम फेमस ठाउँ देखाउनेवाला छु हैन। अहिले त मैले हल्का फुल्का ड्युटीमा थिएँ, हल्का बनाऊ अनि कसरी हुन्छ कस्तो हुन्छ हैन। त्यस्तै हो जिन्दगीको लाइफ, सिम्पल लिभिङ हाई थिङ्किङ राख्नुपर्छ हैन गाइस। जिन्दगीमा त्यस्तै हो, चलिरहेछ। मेरो मेल्टिङ भट्टीमा आवाज आउन थाल्यो हेर त। अब मैले बन्द गर्छु। हेर्नुहोस् गाइस, मेरो इलेक्ट्रिक भट्टी, यसमा मैले मुस राखेको छु। मुस नै यो फ्लास एकछिनपछि पाक्छ। अनि 22 क्यारेटमा मैले कास्टिङ गर्नेवाला छु हैन। हजुरहरू जहाँदेखि हेर्नुहुन्छ बोल्नुहुन्छ केही भुलचुक भयो भने हैन, अनि के सुधार गर्नु छ मैले यसमा, हजुरले साथ सपोर्ट दिनु होला। अनि कमेन्ट सेयर सबै गरिदिनु होला। केही बिग्रेको छ भने चाहिँ कमेन्ट गर्नु होला हैन, त्यो सुधार आउँला। जिन्दगीको लाइफ यस्तै हो हैन साथीहरू। ड्युटीमा जय नेपाल। म अहिले बिदा पाऊँ होइन। नेक्स्ट पेजमा हजुरलाई एकदम सुन्दर ठाउँ अनि यताको राजकोटको फेमस ठाउँ देखाउनेवाला छु। अनि अहिलेको लागि धन्यवाद छ। लाइक सेयर कमेन्ट सब्सक्राइब गरिदिनु होला। हजुरको साथ सपोर्टले म अगाडि बढ्नेछु। थ्याङ्क यू, बाई बाई अल अफ यु गाइस।